नमस्कार साथीहरू। धेरै भयो अरूको सफलतामा ताली बजाएको। अब समय आयो संसारले तपाईँको लागि ताली बजाउने। के तपाईँलाई लाग्छ पैसा कमाउनु केवल भाग्यको खेल हो? के तपाईँलाई लाग्छ तपाईँको खल्ती खाली हुनुमा अरू कसैको हात छ? यदि त्यसो हो भने तपाईँ भ्रममा हुनुहुन्छ। कतिन्जेल अभावको एउटै कथा दोहोर्याउनुहुन्छ। कतिन्जेल भाग्यले ठग्यो भनेर आफूलाई सान्त्वना दिनुहुन्छ। याद राख्नुहोस्, तपाईँ गरिब जन्मनुमा तपाईँको दोष थिएन, तर गरिब नै मर्नुभयो भने यो तपाईँको मात्र गल्ती हुनेछ। पैसा कमाउनु एउटा कला हो। यो संसारका 99% मानिसलाई सिकाइँदैन। आज म ती 11वटा गोल्डन रुल्सको पर्दाफास गर्दैछु, जसले तपाईँलाई औसत जीवनबाट निकालेर एक्स्ट्रा अर्डिनरी बनाउँछ। यो भिडियो केवल जानकारी होइन, यो तपाईँको गरिबी विरुद्धको युद्ध हो। तयार हुनुहुन्छ आफ्नो जिन्दगीको स्क्रिप्ट आफै लेख्न? त्यसो भए सुरु गरौँ आजको यो विशेष यात्रा। पहिलो छ, आफ्नो हातको सिपलाई ब्रह्माण्ड बनाउनुहोस्। हामी सर्टिफिकेटको पछि दौडँदै जिन्दगीको दौडमा पछाडि पर्छौँ। बजारले तपाईँको कागजको टुक्रा होइन, तपाईँको क्षमता खोज्छ। आज एउटा यस्तो सिप सिक्नुहोस् जसमा तपाईँको विकल्प अरू केही नहोस्। जब तपाईँ आफ्नो समस्याको एक मात्र समाधान बन्नुहुन्छ, तब पैसाले तपाईँलाई खोज्दै आउनेछ। दोस्रो, समस्याभित्र लुकेको खजाना चिन्नुहोस्। धेरै मानिस समस्या देख्दा भाग्छन्, तर सफल मानिस त्यही समस्याभित्र व्यवसाय देख्छन्। संसारका सबैभन्दा धनी मानिसहरू ती हुन् जसले मानिसको दैनिक जीवनका शास्तिहरूलाई सजिलो बनाइदिए। तपाईँ जति ठुलो समस्या हल गर्न सक्नुहुन्छ, तपाईँको ब्याङ्क ब्यालेन्स त्यति नै ठुलो हुँदै जानेछ। तेस्रो छ, सुतिरहेको बेलामा पनि साम्राज्य खडा गर्नुहोस्। यदि तपाईँ आफ्नो समय बेचेर पैसा कमाउँदै हुनुहुन्छ भने तपाईँ कहिले धनी बन्न सक्नुहुन्न। तपाईँले एउटा यस्तो प्रणाली सिस्टम बनाउनु पर्छ जुन तपाईँ बिदामा हुँदा वा सुतिरहेको बेलामा पनि चलिरहोस्। सुरुमा आफ्नो रगत पसिना एक गरेर त्यो साम्राज्य खडा गर्नुहोस्, ताकि पछि त्यसले तपाईँलाई जीवनभर पालोस्। चौथो छ, आफ्नो नामलाई ब्रान्डमा बदल्नुहोस्। मानिसहरू वस्तु किन्दैनन्, उनीहरू विश्वास किन्छन्। जब तपाईँको नाम सुन्ने बित्तिकै मानिसको मनमा भरोसा जाग्छ, तब तपाईँको ब्रान्ड स्थापित हुन्छ। सोसल मिडियालाई रमाइलोको लागि मात्र होइन, आफ्नो पहिचान बनाउन प्रयोग गर्नुहोस्। जब तपाईँ ब्रान्ड बन्नुहुन्छ, अवसरहरू आफै तपाईँको ढोकामा लाम लाग्नेछन्। पाँचौँ, पैसालाई आफ्नो नोकर बनाउन सिक्नुहोस्। तपाईँ पैसाको लागि कतिन्जेल दौडिनुहुन्छ, अब पैसालाई आफ्नो लागि दौडाउनुहोस्। कमाएको पैसालाई विलासितामा उडाउनु अघि त्यसलाई सही ठाउँमा लगानी गर्नुहोस्। एउटा सानो लगानीले समयसँगै यस्तो विशाल रुखको रूप लिन्छ जसको छहारीमा तपाईँका आउने पुस्ताहरूले आराम गर्नेछन्। छैटौँ नम्बर छ, समयको हरेक सेकेन्डको मूल्य बुझ्नुहोस्। गरिब र धनीमा एउटै कुरा समान हुन्छ, दिनको 24 घण्टा। तर फरक यो छ कि सफल व्यक्तिले आफ्नो समय खर्च गर्दैनन्, लगानी गर्छन्। फाल्तु गफ र सोसल मिडियाको स्क्रोलिङ छोडेर आफ्नो सपना समय दिनुहोस्। समय नै त्यो कच्चा पदार्थ हो जसलाई मेहनतले मोलेर सुन बनाउन सकिन्छ। सातौँ नम्बर छ, आफ्नो वरिपरिको घेरा सर्कल बदल्नुहोस्। तपाईँको सङ्गतले तपाईँको भविष्य तय गर्छ। यदि तपाईँको साथीभाइले सधैँ गुनासो मात्र गर्छन् भने तपाईँ कहिले अगाडि बढ्न सक्नुहुन्न। यस्ता मानिसहरूको सङ्गत गर्नुहोस् जो तपाईँलाई प्रश्न गर्छन्, जसले तपाईँलाई चुनौती दिन्छन् र जसको सोच तपाईँको भन्दा ठुलो छ। आठौँ नम्बर, आम्दानीका धेरै बाटाहरू कोर्नुहोस्। एउटै मात्र जागिर वा व्यवसायमा भर पर्नु भनेको एउटा मात्र डोरीमा झुन्डिनु जस्तै हो। परिस्थिति जति बेला पनि बदल्न सक्छ। त्यसैले आफ्नो खुबीलाई प्रयोग गरेर आम्दानीका कम्तीमा 3-4वटा ससाना स्रोतहरू बनाउनुहोस्। एउटा बाटो थुनिए पनि अर्को बाटो सधैँ खुल्ला रहोस्। नवौँ नम्बर, सिक्ने भोकलाई सधैँ जीवित राख्नुहोस्। तपाईँको ज्ञान जति ठुलो हुन्छ, तपाईँको कमाइ त्यति नै ठुलो हुन्छ। जसले सिक्न छोड्छ ऊ बुढो हुन्छ, चाहे ऊ 20 वर्षको किन नहोस्। हरेक दिन केही नयाँ पढ्नुहोस्, नयाँ प्रविधि बुझ्नुहोस्
र आफूलाई अपडेट राख्नुहोस्। ज्ञान नै त्यो हतियार हो जसले गरिबीको पर्खाल भत्काउँछ। 10औं नम्बर छ निरन्तरताको शक्तिलाई कहिले नभुल्नुहोस्। धेरै मानिसहरू सुरु त गर्छन् तर केही समयमै हार मान्छन्। सफलता एक रातको नतिजा होइन, यो त वर्षौंको तपस्या हो। जब हार मान्ने सोच आउँछ तब सम्झिनुहोस् तपाईले यो यात्रा किन सुरु गर्नु भएको थियो। थोरै तर हरेक दिनको प्रयासले नै पहाड खन्न सकिन्छ। 11औं नम्बर छ आफ्नो सोच्ने क्षमतालाई सीमित नगर्नुहोस्। सबैभन्दा ठूलो जेल तपाईको दिमागभित्र छ। म सक्दिन, म गरिब छु जस्ता विचारलाई जरैदेखि उखेलेर फाल्नुहोस्। ब्रह्माण्डमा प्रचुरता छ र तपाई त्यसको हकदार हुनुहुन्छ। पहिले आफ्नो सोचलाई धनी बनाउनुहोस्। बाह्य सम्पत्ति त केवल तपाईको सोचको प्रतिबिम्ब मात्र हो। अन्त्यमा एउटा कुरा सधैँ याद राख्नुहोस्, यो भिडियो हेर्ने हजारौं हुनेछन् तर आफ्नो जीवन बदल्ने केवल त्यही एकजना हुनेछ जसले यी कुरालाई व्यवहारमा उतार्नेछ। के त्यो एकजना तपाई हो? यदि हो भने आजैबाट एउटा सानो कदम चाल्नुहोस्, किनकि महानताको सुरुवात सधैँ एउटा सानो निर्णयबाट हुन्छ। यी 11वटा रहस्य अब तपाईसँग छन्। के तपाई आजैबाट काम सुरु गर्न तयार हुनुहुन्छ? यदि हो भने कमेन्टमा आई एम अ गेम चेन्जर लेख्नुहोस्। मलाई विश्वास छ अर्को वर्ष तपाईको कथा फरक हुनेछ। यदि तपाईलाई लाग्छ कि यो भिडियोले तपाईको सोचमा 1% मात्र भए पनि परिवर्तन ल्यायो भने यसलाई आफ्नो त्यो साथीलाई पठाउनुहोस् जसलाई तपाई सफल भएको हेर्न चाहनुहुन्छ। च्यानललाई सब्स्क्राइब गरेर यो माइन्डसेटको क्रान्तिमा जोडिनुहोस्, किनकि हामी यहाँ केवल भिडियो बनाउन आएका होइनौं, हामी यहाँ विजेताहरू तयार पार्न आएका हौं। तपाईको आजको एउटा सानो निर्णयले तपाईका आउने 7 पुस्ताको भविष्य बदल्न सक्छ। अर्को शक्तिशाली भिडियोमा भेटौँला, तबसम्मका लागि किप हस्टिङ, किप ग्रोइङ। थ्यांक यू।